Warriors around, don't get caught in the mosh pit. Fuel to the fire, ain't nobody can stop it. Trouble in my city, but you know I'm across it. Got a 40 on my hip and I'm liable to spark it. वहाँ हाम्रो एबिसीमा फोटो खिचाएको थियो त्यो ग्रुप फोटोमा चाहिँ हैन यो डग छ कि हैन हामी सँगसँगै वहाँबाट सँगसँगै यहाँसम्म आएको थियो अब यसलाई काठमाडौँ नै लिएर जानु पर्ला जस्तो छ अहिले चाहिँ हामी बिहानै हैन ट्याक्क बिहानै उठ्ने भनेको 3 बजे उठ्ने भनेको थियौँ तर 3 बजे उठ्न सकिनँ त्यति बेला 4 बजे चाहिँ उठ्यो अनि अहिले फ्रेस भएर हिँड्दै 5 बज्नु लागिसकेको छ किनकि हामी हिजो राति पनि एम्बेसी ढिलो आइसकेको थियौँ 10 बजेतिर किनकि पानी पनि परिरहेको थियो त्यसले गर्दा चाहिँ अब हामी एबिसीतर्फ लाग्नेछौँ अहिले मौसमहरू चाहिँ केही खुला छैन सबै उस छ अलिअलि देखिँला छ हिमाल चाहिँ अब म तपाईँहरूलाई माथि नै गएर देखाउँछु कस्तो भ्यू आउँछ के छ भनेर यता हेर्दै गर्नु होला अहिले चाहिँ हामी 45 मिनटदेखि हेऱ्यौँ त्यसपछि चाहिँ थोरै भयो भने हिमालको झल्को चाहिँ देखिया छ बाटो तेर्सो त सबै पनि अलि हिँड्नु चाहिँ गाह्रो भइरहेको छ अहिले टाइगर ग्रामी गर्दा होला चाहिँ अन्नपूर्ण सेन्चुरी मिरर लेक ताइलुङ भनेर हाइट चाहिँ 3980 भनेर लेखेको छ तर लेक चाहिँ कहाँ हुने रहेछ कि लेकै हिँड्छ ओ लेकै यहाँ रहेछ नि लेक देखाउँछ कि तर सानो रहेछ तर सुकेको रहेछ यो चाहिँ मिरर लेक त्यही हो अन्नपूर्णको छाया चाहिँ यहाँ पर्छ होला सायद यो कपाल मजा भइरहेछ यस्तो बवाल देखाएको छ है म चाहिँ अब त्यो भिडियोहरू चाहिँ टक्क जुम गरेर सिनेमेटिक बनाइदिन्छु हेर्न ल क्या खुलिदिएको कि कति लक्की क्या हामी यस्तो क्लियर छ यार सरी त्यो अब अलिकति माथि सिरियस काममै पुगिन्छ होइन त्यसपछि भिडियो फोटो सिरियस काममै आइहाल्छ यस्तो दामी भ्यू चाहिँ दामी छ तर अलिकति पानी परेर पुरै ढाकिन लागिसकेको छ है तल चाहिँ पुरै उहाँ चाहिँ ताल पनि रहेछ खै जुम पनि हुँदैन यार मा टचै बिग्रियो त्यहाँ चाहिँ एउटा लेक पनि रहेछ होइन
त्यही हो माथि चाहिँ अब पुरै ढाकिन लगाइसकेको छ हामी चाहिँ चाँडो चाँडो फोटोसोटो खिच्छौँ होइन अनि त्यसपछि चाहिँ भिडियो बनाउँछौँ गाइस त्यही हो अहिले चाहिँ हामी एबिसी आएर होइन एबिसी चाहिँ बेस क्याम्प पुरै घुम्यो तर बेस क्याम्प कस्तो लाग्यो गुड लाग्यो भन्दा चाहिँ होइन किनकि भ्यू पुरै ढाकिसकेको छ अघि नै जति देखाएको थियो त्यति जेलको चाहिँ मैले भिडियो चाहिँ बनाइदिइसकेको छु होइन त्यो पनि हेर्नु ल त्यो अब हामी फर्किन लागेको किनकि हामी धेरै टाढा जानु छ टाढा आज कहाँसम्म गयो यात्रा होला भन्दा पनि अब सिनाउ भनेको छ मैले दोकानतिर बस्ने भनेको के हुन्छ अब हेरौँ अब त्यही हो गाइज हाम्रो एबिसी टुर यति नै थियो होइन आज चाहिँ मैले त्यो भिडियो चाहिँ वहीँ इन गराउनु जस्तो लागेको थियो होइन तर के हो भन्दाखेरि हामीसँग एबिसीमा जुन फोटोमा थियो नि त्यो डग एबिसीबाट होइन ननस्टप हामीसँग जस्तै माथि के अरे हामी कुन कुन ठाउँ पार गरेर आयौँ एबिसीबाट आउँदा देउराली एम्बेसी सबै ठाउँ आयो नि होइन उहाँ हाम्रो एबिसीमा फोटो खिचाएको थियो त्यो ग्रुप फोटोमा चाहिँ होइन यो डग छ कि होइन हामी सँगसँगै उहाँबाट सँगसँगै यहाँसम्म आएको थियो अनि त्यो भएर चाहिँ हामीले अब यहाँ चाहिँ अहिले हिमालय हो कि हिमालय पनि धेरै टाढा हो कि त्यहाँसम्म आएको थियो हामी चाहिँ यसलाई अब सँगै आएको छ त्यसलाई नि अब भोग लाग्यो होला हामीले चाहिँ चिया खाएर थियौँ त्यसलाई पनि बिस्कुट खुवाउनु लाग्छ होइन त्यही हो ल कस्तो ज्ञानी छ अब यसलाई काठमाडौँ नै लिएर जानु पर्ला जस्तो छ हेरौँ ल कस्तो मजाले खान्छ त्यही गाइज अब हामी यहाँबाट निस्किन्छ होइन अब कलेजहरू त्यो होइन हामीसँग एबिसीबाट सँगै आएको थियो कि यही हो कि अनि त्यो चाहिँ अहिले हामीसँगै रुममा छ कि होइन ट्याक्क बिस्कुट दियो त हामीले यसकोलाई भनेर हाइड एन्ड सिक किनेको थियो होइन त्यो पनि दिँदैछ खाऊ 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 ट्याक्क सँगै ट्याक्क बेड हामी दुईजनाको लागि त्यो बेड यसको लागि यो बेड है ठ्याक्क हामी चाहिँ उहाँबाट सँगै आएको थियो त्यही भएर हामीले यसको लागि पनि रुम लिइदियो कि त्यो गाइस अब भोलि हेरौँ भोलि कहाँसम्म जान्छ यो एबिसीबाट चाहिँ हामीलाई साथ दियो होइन यहाँसम्म अहिले हामी कहाँ अरे दोभान तल्लो दोभान आएको छ तल्लो दोभानसँग सँगै आएको कि एबिसीबाट ओ माई गड आएर होइन ट्याक्क यसको लागि बेड यहाँ छ कालो यहाँ बस्छ कालो यहाँ सुत्छ अनि हामी चाहिँ यहाँ सुत्छ त्यो गाइस हेर्दै गर्नुलाई नेक्स्ट डे हेलो गाइस ओइ काली कहाँ गयो साला उठेर चाट दियो यार पुरै हामीलाई पनि उठाइदियो काली चाहिँ उठिसक्यो होइन अहिले मुनितिर गएको छ काली ल ल ल कहाँ हुन्छ तिमी फेरि त्यस्तो छ जाने बेला फेरि भेट हुन्छ योसँग सँगै जाने भएर नि अब टेन्सन राखेर के गर्ने कहाँ ल राख्ने होला भइरहेको त्यही हो ए काले अरे काली आए कालीको वास्ता छैन यार तो यार बस आज के लिए सिर्फ इतना ही। अगर तुम्हें ये वीडियो पसंद आई तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पे अपनी खट्टी गोली फेंक के मारो या फिर गाड़ी चढ़ा दो, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।